गरेर अब होइन के छ तरकारीको कति छ पैसा भनेर सोध्यो मिठो ल यहाँ खानपिन अब सुरु भयो है ल जाऊ हरा त कहाँ हुन्छ हराउँदैन नि ल आऊ निस्किन लाग्यो है सबैजनालाई ल रमाइलो हुँदैछ गफ यहाँ अब त्यहाँ धुप आरती हुँदैछ होइन यता धुप आरतीहरू हुँदैछ म बोक्छु ल्याइछ यता राख्ने ल दर्शन प्रणाम यता मम्मी यता तँ त यता मम्मी तँ त यता ल मम्मीहरू आइस्यो हेलो एन्ड नमस्ते वेलकम सबैजनालाई है मेरो आजको भ्लगमा आज चाहिँ म यो दोलेश्वर महादेव आएको छु आज यहाँ पूजाहरू पनि छ होइन आज बत्तीहरू बाल्ने केही कुराहरू पूजाहरू छ दिजुहरू नि आउँदै होइसिन्छ मन्दिर चाहिँ यस्तो छ होइन अब दर्शन सर्शन गरेर म चाहिँ यहाँ मन्दिर घुम्दैछु दिजुहरू आएर भर्खर आइपुग्नु भयो अनि पूजा सरदर्महरू ठिक गरेर पूजा गर्नुलाई रेडी भएर बसिसक्नु भयो त्यही भएर हेर्न सक्नुहुन्छ कति राम्रो अहिले स्थल कति राम्रो बनाएको छ म धेरै पहिला आउँदाखेरि त कहाँ यस्तो हुनु र होइन कस्तो थियो अहिले त वाउ मनै आनन्द पर्ने खालको स्थल छ यो हेर्न सक्नुहुन्छ तपाईँहरू पनि आउनु होला दर्शन गर्नु होला दोलेश्वर महादेवले रक्षा गर्नुहुनेछ तपाईँहरूलाई जय दोलेश्वर महादेव भन्दै दर्शन गर्न सबैजना आउनु होला अब एकछिनमा हजुरहरूलाई म पूजाको केही भिडियोहरू पनि देखाउने छु पूजा हुँदैछ तयारी हुँदैछ होइन अनि त्यो अनुसारले म हजुरहरूलाई क्लिपहरू देखाउँदै जानेछु भक्तजनहरू आफ्नो आफन्तहरू आउने क्रम जारी हुँदैछ होइन आउँदै हुनुहुन्छ बिस्तारी अनि त्यही भएर र यता आमाहरू पनि पूजा गर्दै भइसिन्छ दुईजना आमा भक्तगुरुको आमा र यतापट्टिको हाम्रो दाहिनेपट्टिको हाम्रो उहीँ साखुको आमा ल यहाँ पूजा गर्दै हुनुहुन्छ दर्शन गर्दै हुनुहुन्छ दोलेश्वर महादेव मन्दिरको हेर्न सक्नुहुन्छ विशाल छ महादेव मन्दिर यहाँ खान्छ हाई गरिदेऊ त हुन्छ दोलेश्वरबाटको यहाँ सिन यस्तो छ दामी छ बाटो चाहिँ त्यही हो हुँदै यता माथि पाइलट भए पर्छ हुन्छ दोलेश्वर महादेव केदारनाथको शिर दोलेश्वर महादेव भनेको यहीँ हुनुहुन्छ केदारनाथको शिर हाम्रो दोलेश्वर महादेव भनेर चिनिन्छ जय दोलेश्वर महादेव यहाँ भगवती मन्दिर हुनुहुन्छ भगवती माता यहाँ भगवती माता हुनुहुन्छ है नाग देवता नागराजा हुनुहुन्छ है लक्ष्मी नारायण विष्णु मन्दिर विष्णुजी सुतिरहनु भएको छ यहाँ चाहिँ होइन हेर्न सक्नुहुन्छ मन्दिर धेरै राम्रो छ राम्रो आनन्दको छ मन्दिर चाहिँ होइन आउनु होला दर्शन नगर्नेहरू हजुरहरू अहिलेसम्म आउनु भएकोहरू आएर यो मन्दिरमा दोलेश्वर महादेवमा दर्शन गर्न सक्नुहुनेछ र यहाँ हाम्रो हुनुहुन्छ सुननारायण मन्दिर माता ल यहाँ चाहिँ अन्नपूर्ण माता 108 शिवलिङ्ग कुटी मनोकामना माता भनेको छ होइन यहाँ चाहिँ यस्तो कुटीहरू रहेछ 108 धारा 108 धारामा घुमेर दर्शन गर्नु भन्छन्
हजुरहरू आएर 108 शिवलिङ्गमा घुमेर दर्शन गरेर पुण्य कमाउनु होला होइन त्यही हो भन्न चाहन्छु म। अब पूजाहरू पनि सुरु हुँदैछ, म हजुरहरूलाई पूजाको नि भिडियोहरू देखाउँदै ल। 108 दर्शन गर्ने बिर्सेँ क्या हो। होइन त्यही हो बाटो कता यहाँ कन्फ्युज भयो अब कताबाट घुम्ने भनेर। हो त्यो दुई साइडै दर्शन गर्दै हिँड्नु पऱ्यो क्या अब आएपछि। सुरु हुँदा यहाँ गुरुले बनाउँदै हुनुहुन्छ यज्ञहरू मण्डपहरू। छुट्यो होला बेलुका अब पूजा जारी भइरह यहाँ। आनंद स्वरूपाय विश्वस्पत्यादितवे तापत्रय विनाशाय श्रीकृष्णाय कृष्णाय महात्मने अनन्तकेशनाशाय गोविन्दाय नमो कुलदेवताभ्यो नमः ओम भाइदेवतानो इष्टदेवतानो ओम पितृदेवताभ्यो नमः सकलतीर्थेभ्यो सकलदेव सर्वे देवेभ्यो नमो 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 मंगलमंगले शिवे सर्वसारी सर्वमात्रमपि गौरी नारायणी नमस्ते शुभमंगलमूर्तये नमः ओम शुभमंगलमूर्तये नमः शुभमंगलमूर्तये नमः। हेर्छ नि सबैले अब अनुजाले हेर्छिन् ठ्याक्क अनुजा आएन युट्युबमा हाल्दैछ होइन माइजू अनुजाले झ्याप हेर्छिन् अनि अनुजाले हेर्छिन् अनि ठ्याक्क ठिक हुन्छ नि त। यहाँ उपस्थिति नहुनेहरूले ठ्याक्क भिडियो हेरेर थाहा हुन्छ नि होइन आमा। पूजा अब 1 घन्टा जति लाग्छ अरे यहाँ पूजा सकिनलाई सम्पन्न हुनलाई है। पूजा चलिरहेछ, भिडियोहरू बेला बेलामा बनाइरहेको छु मैले यसो हेर्दै होइन। ल मान्छेहरू आउँदै हुनुहुन्छ बिस्तारी बाटोमा हुनुहुन्छ अरे। कहाँ गएछ ल ल पूजा गर्नलाई अगाडि लाग्दै हुनुहुन्छ।
साथी होइन गुरु जाँदै पर्दैन जाने बे जानु अब पूजा गर्नलाई जाँदै हुनुहुन्छ पूजाहरू पूजा गर्दै हुनुहुन्छ यहाँ सबैजनाले दर्शन गर्दै हुनुहुन्छ सुरु हुँदैछ गएर दर्शन गर्दै हुनुहुन्छ सबैजना त्यहाँ अब अगाडि गएर भिडियो बनाउनु पाइँदैन त्यही भएर अलिक पछाडि बसेर भिडियो बनाउँदैछु सबैजना भेटिन्छ यता इन्डियनहरू पनि धेरै हुनुहुन्छ दर्शन गर्न आएका जल लिएर आउनुभयो मामाले चढाउनलाई भित्र पूजाआजा भइसक्यो सबै आउँदै हुनुहुन्छ अनिसाहरू नि आइपुग्यो अब त्यहाँ धुप आरती हुँदैछ होइन यता धुप आरतीहरू हुँदैछ म बोक्छु ल्याउनु ल्याइसु यता राख्ने ल दर्शन प्रणाम यता मम्मी यता तँ त यता मम्मी तँ त यता ल मम्मीहरू आइस्यो मम्मीहरू नि आइस्यो मम्मी नि आइस्यो हिमाडोलबाट सबैजना आइसक्नु भयो हेर्न सक्नुहुन्छ तपाईँहरूले दर्शन गर्नु अङ्कल मम्मीहरू सबैजना आइसक्नु भयो मन्दिर दर्शन गरेर आएर फेरि पूजा सुरु भइसक्यो धर्मार्थम काम मोक्ष पुरुषार्थम सिद्ध्यर्थम पूर्णतः कामनार्थम दर्शन पर्शन पूजन कर्मणि कर्मणि तदन्ततया ब्राह्मण जस्मिन् च समाज जोगोगे प्रतिष्ठिता वाह धारिजारः सुखारि स्वानि वयन् मनुष्यानि नियते विशुभिराज इवारि प्रसन्न विष्णु तमेव शिवसमत हरि ओम हर 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 इति रुद्रे प्रथमते हरि ओम सहस्रशिवा पुरुष सहस्र 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 सर्वसुतात्य पितृ पुरुष एदम सर्वजगतो जगतो उतारु प्रसन्न जगन्नाथ देवता अनुसमयमा तो जगतो विश्वभूतानि त्रिपादस्य मृतं दिवि त्रिपादुत उदपुरः पादस्य भव पुनः तत्तु विख्वं व्यग्रा मत्सा सननसने अवीत तो विराट विराट आउँदै भइसिन्छ म बस्छु
बसिन्छ यहाँ हर 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 ल सबैजना जम्मा हुँदै हुन्छ हर 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 हुन्छ नि त नभए हुन्छ नि त ल यहाँ सबैजना आइसक्नु भएछ के छ मेरो भाइ गुड यता अब धमाधम चलिसकेको रहेछ पूजा आज ए अहिले भेटौँला नि म यहाँ भिडियो खिच्दै आएको अङ्कल दर्शन त्यही भएर यहाँ मोबाइल स्ट्यान्ड बाई पोजिसन आइसक्यो ल अब अवश्य गर्ने बेला हुन लाग्यो है सबैजना ल अभिषेक लिन आऊ यतातिर कता होला क्या उ त्यहाँ अनिसा मनिषा सबै आखानु उ त्यहाँ अनिसा मनिषा निसा अनिसा अनुजा मनिषा सबै अवश्य लिएर आउँला सबै शान्ति 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 ल शान्ति ल ओ शान्ति 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 ल शान्ति 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 काल भाइ बुद्धिम बुधको सबैजना हुनुहुन्छ यहाँ ल्याऊ काल भाइ ल्याऊ भेटेर हजुर आज चाहिँ मजाले खोजी हेर्ने हो अब यहाँ पूजा सम्पन्न भएर अब टिका लाउँदै हुनुहुन्छ हो मैले बिस्तारै खिचिरहेको छु सबैको मजाले नै फोकस अन पुरै घर युट्युबमा फोकस गरी हेर्ने हो क्या आनन्दले हो तर हुन चाहिँ नेपाली हो होइन हुन चाहिँ नेपाली हो भन्ने हो क्या
टिका लगाउने कार्यक्रम धमाधम भइरहेछ। आशिष सन्तु सदा कस्तो दुरालो त मनको इच्छा पूर्ण भयो। महालक्ष्मी सदादेव आशिष सर्वदा मको छैन होला त्यही भएर गइसक्यो उठाइजा मम्मी यो पानी के होइन यो त अब कालु भाइ घुम्यो कहिले दर्शन गर्दै हिँड दर्शन गर्दै हिँड ल। कालु भाइ हरायो अब त्यहाँबाट निस्किनै सकेन। आऊ 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 निक्लिहाल्छु नि होइन। ओहो 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 बलियो 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 हिँड्यो 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 यतैबाट यतैबाट कालु भाइ यताबाट ए यतैबाट ल बलियो छ कालु भाइ ल आऊ यताबाट भने यताबाट आऊ बाबु यहाँबाट यी बाबु ओए ओए यहाँबाट ल जाऊ ल जाऊ हरा त कहाँ हुन्छ हराउँदै हराउँदैन नि ल ल आऊ 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 गरेर आऊ होइन के छ तरकारीको कति छ पैसा भनेर सोध्यो मिठो ल यहाँ खानपिन अब सुरु भयो है। अब हातै जिन्दाबाद भगवान्ले हात दिनुभएको त दुईवटा हात भगवान्ले दुईवटा हात दिनुभएको गम कि गम हातैले दबाउने। नि सुरसार हुँदैछ हाम्रो यहाँ होइन खानपिन पनि सकिएर पूजा नि सकिएर अब निस्किनलाई त तयारी हुँदैछ सबैजना रेडी हुँदै हुनुहुन्छ निस्किनलाई। अब निस्किनु नि पर्ने हुन्छ लगभग 3 बन्द अब निस्किन लाग्यो सबैजना। ल अब बाटोमा भेट्नु गाइजहरू सबैजनाले है ल निस्किन लाग्यो है सबैजनालाई ल रमाइलो हुँदैछ गफ यहाँ निस्किन लागेको हामी चाहिँ घर जानु पर्यो अनि अब पूजासुजा सक्यो अब घर जानुपर्छ। मोबाइलमा धेरै चार्ज पनि छैन तर अब घरैमा गएर भेट्छु तपाईँहरूलाई। जय भालेश्वर जय महादेव ल रक्षा गर्नु होला है। म चाहिँ अहिले घर पनि आइसकेँ मन्दिरबाट होइन। अब दोलेश्वर महादेव मन्दिरमा आज पूजा थियो हजुरहरूले भिडियो हेरेर त थाहा पाइ नै सक्नुभयो होइन। र पूजा सँगसँगै मन्दिर पनि यति राम्रो बनाएको छ। प्लिज हजुरहरू भिजिट चाहिँ गर्न आउनु होला दर्शन गर्न आउनु होला दोलेश्वर महादेवको दर्शन गर्न आउनु होला जुन भक्तपुर सूर्य विनायकमा रहेको छ होइन। र त्यो भन्दै हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो
राम्रो लागेमा प्लिज लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। हजुरहरूले माया देखाइदिनु भएको छ र म अघि बढ्नलाई हौसलित भइरहेको छु होइन। यत्तिकै माया देखाइदिँदै जानु होला। हजुरहरूको कृपा सधैँ मलाई रहिरहोस् र खुसी लागिरहेको छ। त्यति भन्दै हजुरहरूलाई मेरो भिडियो लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। र अहिलेको लागि यति भन्दै म हजुरहरूसँग बिदाई माग्न चाहन्छु। र फेरि पनि नयाँ नयाँ भ्लग लिएर म फेरि आउने नै छु। नयाँ दिन नयाँ भ्लग लिएर आउने नै छु। र यति भन्दै हजुरहरूलाई बाई बाई, गुड नाइट।